खतरा है, दामी जंगल देखिएको छ यहाँबाट चाहिँ। पहिले सानोमा चाहिँ पुलमा हिँड्न डर लाग्थ्यो। च्याउ भेटिसक्यो, च्याउ जाउँ त च्याउ। ल टिपौँ त्यो नि, हामी चाहिँ खाजा खान लागेको। र अनि आज हामी खोज्न गएको चिज भेटिएला त। यो चाहिँ हाम्रो भाइरल गाउँ हो, डाँडा गाउँ। हामी यो डाँडा गाउँको बाटो हुँदै जाँदैछौँ। यता पछाडि यो डाँडा गाउँ देख्न सक्नुहुन्छ। अझै 2 घन्टा बाटो हिँड्नुपर्छ उकालो। जुका फेरि त्यस्तै लाग्छ यतातिर। फेरि पानी परेको परे है। नेपालको सबैभन्दा धेरै पानी पर्ने जिल्ला भनेकै कास्की जिल्ला हो। हाम्रो नयाँ च्यानलको यो चाहिँ फर्स्ट भिडियो भ्लग जे भने नि हुन्छ। र हामी चाहिँ 2 भाइ आज जङ्गल जाँदैछौँ च्याउ खोज्नको लागि। च्याउ अनि सिमसाग। मेरो चाहिँ यस्तो जुत्ता लगाएको छु, कसरी जाने होला? गाइस हेर्नु होला, मेरो ब्याग हो यो चाहिँ। यहाँ छ काट्नेहरू। यता झर्नामा देखाउँछु न। हाम्रो ब्लग खतरा हुनेवाला छ आजको। सबैजना लाइक कमेन्ट सेयर गर्नु होला। ल दाइ जानु कता उता लड्नु होला चिप्लेर। ए झर्ना हाम्रो चाहिँ यता पुल आइसकेको छ। जुका लाग्ला दाइ, जुका। माथिबाट ए पुल आइसकेको छ साथीहरू। अझै कति हिँड्नुपर्ने हो, बाटो त एकदम लामै छ। ए यस्तो झर्ना खोला पुल हुँदै हामी जाँदैछौँ। अब पछि माछा पुच्छ्रे हिमाल हेर्न जाँदा नि अब सायद हामी त्यति बेला त धेरै भइन्छ होला। ओहो खोल्छ कि खोला नदी हो त यो? लडिएला हेर साथीहरू कत्रो खाइरहेछ। यो त हिमालबाट आएको पानी साथीहरू। ओहो हेर्नुहोस् त साथीहरू, खतरा आइरहेछ। मेरो माइक खस्छ भने फेरि बर्बाद हुन्छ। माइक खस्छ भने साउन्ड राम्रो आउँदैन नि त, त्यही भएर। अरू त ठिकै हो, जुकाको चाहिँ अलिक समस्या। जुका लगायो भने खत्तम हुन्छ। मलाई चाहिँ पहिले सानोमा चाहिँ पुलमा हिँड्न डर लाग्थ्यो, अहिले चाहिँ डर लागेको छैन। पहिले सानो चाहिँ लास्टै डर आउने क्या म पुलमा हिँड्ने। हेर्नु न साथीहरू, यत्रो लामो झोला छ, भ्याङ्रा ब्याग भरे च्याउ यसमा हालेर ल्याउने हो। र यहाँ स्कुल जाने नानी बाबुहरू आउँदै हुनुहुन्छ र यता हाम्रो दाइ जाँदै हुनुहुन्छ। अब हाम्रो यहाँदेखि यात्रा उकालो सुरु हुन्छ। एकछिन यो माइक हाल्नु न। अब बोल्नु, अब यस्तै नै बोल्ने होला नि। होइन त्यहाँ चिप्नु न, यहाँ त्यहाँ चिपेपछि होइन खस्छ कि रे। ल त्यो बोलिरहेछ त्यो भइरहेछ। भयो यता जाँदै हुन्छ। ल हिँड्नु। ल हामी चाहिँ अहिले अब यो उकालो लाग्दैछौँ र हाम्रो चाहिँ उता रोड बाटो चाहिँ सिद्धिएको छ। बोले होइन? अनि उकालो साह्रै उकालो छ, हेर्नु साथीहरू। छोडे होइन, यहाँ त सर्प पनि यत्रो ठुल्ठुलो हिँड्छ साथी हो।
अनि विशेष अस्ति हामीले भर्खर यहाँ झाडा गरेर सरसफाइ गरेको कारणले अहिले आनन्दले हिँड्न पाएको छ होइन अभिषेक ट्याक्क लाएर कता गयो तिमी त्यो जुत्तासित अब कति वनको गोलबेडा देखाइदेऊ न टमाटर मैले भनेको नि चिप्लिन्छ जुत्ता भनेर लाउन त मलाई पनि मन लाग्थ्यो लाएन कति लडिन्छ अब सिस्नो चाहिँ खतरा हुने क्या यतातिर सिस्नो खतरा सिस्नो खतरा छ साथीहरू सिस्नोले पानी परिरहेछ छिटो हिँड्न पर्ने अवस्था छ र यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नुलाई साथीहरू तपाईँहरू यहाँ आउनु नपाए पनि यो भिडियो हेरेर आनन्द इन्जोय गर्नु होला हैन यो भनेको चाहिँ कास्की जिल्ला है हैन कास्की जिल्ला हो नेपालको धेरै पानी पर्ने जिल्ला भनेर चिनिन्छ अहिले नि पानी सिमसिम परिरहेछ यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला साथ सपोर्ट माया गरिदिनु होला भन्न चाहन्छु दाइ यो त के को बोट पो हो यिनीहरू चन्दन चुत्रा भन्छ अनि यो फुल फुलेकोलाई चाहिँ यो चाहिँ के हो दाइ गोठ हो के को हड्डी मान्छेको हड्डी यो यहाँको भैँसी मारेर बेचेको हड्डी यो पनि घर हो दाइ उयो गोठ हो ए गोठ हो हाम्रो मोटे दाइ बस्नुहुन्छ यतातिर गोठ रहेछ साथीहरू गोठै गोठ यता नि गोठ अझै यो जङ्गलै जङ्गल उकालो हिँड्नु पर्यो है यहाँ यो त भूत फिल्मको जङ्गल जस्तै छ खतरा है जङ्गल चाहिँ खतरा भालुले खायो भने अब सकिया छ फेरि ल हेर्नु साथीहरू जङ्गल यहाँको है दाजु नि आउँदै हुनुहुन्छ अब हामी 3 जना भइसक्यो अब हामी 3 भाइ भइसक्यो साथीहरू अझै हामी यो उकालो पनि चढ्दैछौँ एकदम लामो छ बाटो र हामी चाहिँ आधी बाटोमा आइसकेको छौँ र यो चाहिँ मैले यहाँ नुनको पोको पारेको छु अब यहाँ खुट्टातिर जुकाहरू लाग्यो भने चाहिँ यसरी यहाँ दल्दिने हो र एकदम यहाँ जुका लाग्छ र अझै कति छ बाटो अब बुझान ल अझै यो आधीको पनि आधी मात्रै भइरहेछ अब अझै हिँड्नु पर्ने छ अब च्याउहरू चाहिँ भेटिन्छ भेटिँदैन के रहेछ यो खाने च्याउ हो यो अस्ति खाएको थाहा छैन ए हो र मरिन्छ फेरि च्याउ खाएर भायो रे फेरि उयोको च्याउ पनि उयो त घर छ त हैन होटल हो त्यो यहीबाट त हामीले झाडा गरेको छ ए हो र अस्ति झाडा गरेको यही हो दाइ कहाँ पुग्छ भन्नु तिमीलाई विश्वास अनि आज चाहिँ कहाँ पनि खाएर जान्छौ तिमी के खाएर आएको यहाँ नि हो यो जङ्गलको बिचमा छ एक साथी होटेल तपाईँ यहीँसम्म हो ए हुन्छ हुन्छ
हामी यसरी नै त्यो खोटाबाट उता जाने यस्तो सानो नानी लिएर ट्रेकिङमा आएको छ नि आज खाएर आउनु त है सानो उमेरमै नेपाल घुमेँ आइरहेको छ अस्ति आउँदा त बन्द थियो त हेर नि खतरा होटल रहेछ साथीहरू अहिले भान्द्रो रोड भ्यू नानीबाट खानु पऱ्यो आन्टी हेर्नु गाह्रो छ च्याउहरू अलिअलि के पाइन्छ अब गर्दाले हेर्नु यहाँ त कोही छैन कि एक्लै हो तपाईँ अनि काम गर्ने नआउने रे ए हुन्छ त्यस्तो सानो नानी लिएर नि आएको त्यस्तो सानो नानी लिएर योभन्दा भर्खरै पाएको नि लिएर आउँछ क्या अभिषेक यस्तो ठाउँ यो घुम्ने अब भनौँ न अब सानो बच्चाले अब खाना बेलायमा टाइममा न्यानो तातो भयो भने भयो अनि बाबामा घुम्ने अब मोरिसी के छ अब कसले के देख्न पाउँछ त्यही अनुसारले त्यसै कस्तो जङ्गलको बिचमा है बिचमै छ नि पुरा एक्लै नआउँदा आउँछ मलाई त्यो कारण हरियाली जङ्गल है सबैतिर टाढा हो कुमुङ डाँडा छ कुमुङ डाँडा पनि छ ए यो चाहिँ कुमुङ डाँडा जाने बाटो अहिले चाहिँ आउँछ राम्रो भएको पानी पऱ्यो अब चाहिँ सबैतिर हरियाली हरियाली मात्रै है दाइ हेर त यता हाम्रो बाटो कति सफा छ यता त झाडै नि गरेको यता त खासै त्यो सिडी ढुङ्गा गलाएको रहेछ नि त यता त खच्चड हिँड्छ नि त धेरै त्यही भएर अझै पुग्न कति टाइम लाग्छ अब अझ पुग्न टाइम कति लाग्छ अब हामी अलिकति माथि गएर वनभित्र छिर्छौँ वनभित्रबाट फेरि होटेलतिर जान्छौँ साग काटेर अनि भरे फर्किँदा यही बाटो फर्किन ठिक होला हौ यही बाटो तलबाट रोटे गर्छ खतरा छ दाइ जङ्गल त ओ दाइ च्याउ भेटियो च्याउ ए अब चाहिँ हामी जङ्गलभित्र छिर्ने अब चाहिँ हामी जङ्गलभित्र छिर्न लागेका छौँ खतरा है जङ्गल वन मान्छे नि पाउँछ एक पिताङ कत्रो कत्रो रुख है सबैतिर हरियाली मात्र है आम्माम बाख्रा हाँदै बाख्रा पालन गर्नुपर्छ है क्या हो ए यतै चरायो होइन बाघ लाग्यो भने पो टेन्सन हुन्छ त अब जानुपर्छ अब त्यसरी हामी जाने त्यो जङ्गलभित्र यो भित्र गएर त्यहाँ माथि डाँडामा निस्केर त्यहाँबाट फेरि तल झर्दा घुम्ने हो कि अब हामी चाहिँ जङ्गलभित्र पस्दैछौँ च्याउ पाए देखाउँला तपाईँहरूलाई है च्याउ पाए देखाउँला अहिले हामी अब घुस्छौँ अब ड्रेस सेस लाउनु लाग्छ चिसो लाग्छ ऱ्याङ्कोट स्याङ्कोट लाउनु पर्यो जुगा लाग्छ अब हामी ऱ्याङ्कोटहरू ल्याएर हामीले अब जङ्गलको बिच भागमा आइपुगेको छौँ अब चाहिँ हाम्रो जङ्गलभित्र सुरु हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला भिडियो सेस लामो हुनसक्छ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु अब सुरु हुन्छ हाम्रो यो जङ्गलको बाटो सुरु ल हाम्रो दाइ यता रेडी भइसक्यो हेलो यहाँ सुन्नु न हजुर यता अब एउटा कुरा सोध्नु मन थियो एउटा कुरा तपाईँलाई भन न भेटिएला त च्याउ सुने छ भेटिन्छ अन्त अब किनकि च्याउ पाउने बेला हो है भेटिन्छ भेटिन्छ भन्नुभएको छ च्याउ नभेट्यो अरू चिज देखाउँला नि त मैले माइक र यहाँ नुन बोकेको छु जुकालाई अहिले फिक्सै छैन है फेरि साथी हो फेरि भेटिन्छ अन्त ढाँटे जस्तो नि हुन्छ भेटिन्छ भेटिँदैन अब थाहा हुन्छ गाह्रो भयो गलियो यार गलियो ल अब हामी सुरु हुन्छ हाम्रो जङ्गलको यात्रा सामान त केही छोडिएन नि सामान छोड्यो भने बर्बाद हुन्छ फेरि
म चाहिँ पानी पर्यो भने मात्रै रेनकोट लाउँछु। म जङ्गल त्यो भित्र पस्ने हो। सर्पाहरू भेट्यो भने चाहिँ बर्बाद हुन्छ। पर्खिन दाइ, सिस्नो छ त यतातिर त। हामी जङ्गलभित्र पस्दैछौँ साथीहरू च्याउ खोज्नलाई। यता खरायोहरू पनि पाउँछ। भालु पाउँछ अरे साथीहरू। आज भालुले खायो भने सकियो। यतातिर जङ्गल त कडा खतरा रहेछ नि हौ। कहाँनिर दाइ? च्याउ धन्य लडे कुहिएछ च्याउ। खोइ सबै कुहिएछ। हेर यत्रो च्याउ कुहिएछ है। दाइ यहाँ देख्न सक्नुहुन्छ च्याउ कुहिएछ। आज भेटिँदैन के हो च्याउ? उहाँ हेर्नु त। यो डल्लो होइन? यहाँ हामीले टिपेको हो कि यहाँ। त्यो डल्लोबाट फक्रिने होइन र? खाने च्याउ होइन है? त्यत्रो च्याउ कुहिएर फर्स्टमा कुहिएको देखिन्छ यार। नराम्रो जस्तो लाग्नु भयो। भनेपछि यता च्याउ देख्यो भने अरूतिर पनि देखिन्छ होला। सोरै सुकिसक्यो साथीहरू मेरो। च्याउ भेटियोस्। यहाँ किन आएछ चिन्ने मान्छेहरू छ? भालु आयो भने चाहिँ म रुख फोन छोडेर रुखमा चढ्छु म चाहिँ। अनि यहाँ यो त खतरा अजिङ्गर पाउँछ अरे है दाइ? मुढातिर हेर्दैछु। उहाँ नि लडेको छ त एउटा मुढा लडेको छ त। त्यस्तै ढलेको मुढा हुने होइन र? वनमा यो खाने च्याउ होइन दाइ? होइन हराइयो भने त हराइयो है दाइ। अरू भन्दा नि मेरो जुत्ता अलिक चिप्लो छ क्या दाइ। यस्तो जङ्गलमा त म कहिले हिँडेको थिइनँ। हाम्रोतिर त यस्तो जङ्गल नि हुँदैन। ए जुका है दाइ? हेरौँ त च्याउ। ल गाइस च्याउ भेटिसक्यो गाइस। खतरा रहेछ है।
च्याउ भेटिसकेको छ यता प्लास्टिक ल्यायो प्लास्टिक ल्याएको छैन च्याउ त है मौरीको मनी भेटिन्छ होला हौ है अहिले होइन नि यतातिर महहरू पनि पाउँछ त है बिर मह पाउँछ अहिले सिजन होइन नि त्यसको कोही त कुहिएर हेर त ल प्लास्टिक लिएर काट्दै हाल्दै हो नि जाने प्लास्टिकमा त मोबाइल हाल्नै पर्यो च्याउ अहिले यति पाछ अब खोज्दै जाऊँ कति पाउँछ गाई चाहिँ है यतिको त राम्रो हुन्छ होइन त त्यो कालो कालो फाल्ने धेरै नफाल है अरू चाहिँ कुहिएर हेर्नु गाई चाहिँ बेलामा टिप्न आउन पाएन खासमा यो च्याउको नाम के हो त सेतो च्याउ सेतो च्याउ मसरुम भनेर बेच्छ त गोरालाई ए यो उहाँ डिब्बावाला बेच्छ नि भालुकमा यो त यहाँ फ्रेस हो सुकाउने अनि डिब्बामा जति राख्ने हो सुकाएर है त्यस्तो हो नि फेरि यो त अर्ग्यानिक यस्तो सलक सलक च्याउ भेट्यो भने त होइन खतरा हुन्छ नि धेर छ त्यस मलाई आशा छ यहाँ यति पाएपछि होइन सुरुमा कुहिएको देख्यो कि आँखाले अघि चाहिँ हामीले यो देख्नु पर्थ्यो है तलको देख्नु पर्ने नि तलको हेर न देखेन त्यत्रो कुहिएको यो पनि हाल न फाला ल जङ्गलमा कुदेकोले है ल तिर्खा लागेर स्प्राइट खाने लागेको अलिकति च्याउ भेटिसकेछ हेर ऊ त्यो च्याउ भयो मान्छेले छोडिदियो छोड्दैन थियो नि यहीँ त टिपेर गयो त्यो के नखान्थ्यो नखाने च्याउ चाहिँ यो है डल्ले च्याउ फुसफुसे भन्छ यसलाई त्यसको भित्र धुलो छ नि के अरे धुपको धुलो जस्तो हुन्छ क्या खाने तपाईँ त्यो झार पन्छाउ न सर्पाहरू त हुँदैन हुन्न सर्पाले सर्प भयो भन न मलाई ए सर्पा फेद काट्दिने हो टुप्पो टुप्पो काट्दियो फेद काट्दियो अलिअलि ओ त्यो मुनिको पनि नछोड है पाउन गाह्रो होला जस्तो पो भयो यहाँ अझै छ नि मुढा त अभिषेक गएकै छैन बल 3-4 मुढा हेऱ्यो 3टा है गरेर टक्क धुनु पर्यो है अनि धुनुहुन्न त्यसले त लाने त्यो मैलो छ नि कालो त्यो फाल्ने अनि सुकाइदिने हो कि माथि पनि छ त्यो त के बिग्रेको क्या हुन्छ हाला यतिको सुकाए त हुन्छ हाला यो चाहिँ मर्ने च्याउ है साथीहरू यो चाहिँ नखानु होला हाम्रो गाउँ जस्तै यो पट्टे च्याउ जस्तै देखिँदो रहेछ अब हामी जाँदैछौँ दाइ माथि पुगिसक्नुभयो यति च्याउ भेला पारिसक्यो साथीहरू यति च्याउ भइसकेको छ अझै खोज्दैछौँ भालु लाग्छ अरे यसमा चाहिँ यो जङ्गलमा भालु लाग्यो भने खत्तम हुन्छ ल हेर्नुहोस् यहाँ मान्छे मर्ने च्याउ के हो रे यो च्याउ हाल्नु नखान्छेउ त्यस्तो फलाउने यहीँ फलेको फेरि
युद्ध खेल्नु गएको जस्तो हो अहिले त जङ्गल जस्तो ऐत्तरिका कुना मलाई थाहा छ यसरी गएको घनघोर जङ्गलभित्र छौँ एकदम ठुलो जङ्गल छ साथीहरू च्याउ त अब यति भेटेकै छैन साथीहरू अब चाहिँ खोज्दैछौँ भेटिन्छ कि भनेको च्याउ भेट्यो साथीहरू च्याउ जुकाले खाएर खुट्टामा यहाँ जुका निकाल्नु पर्ने हजुर पहिलो च्याउ यो हो यही टिप्ने हो पहिलो च्याउ यतातिर नि छ पहिलो च्याउ भेटिसक्यो साथीहरू यही च्याउ टिप्ने हो काटेँ भने यार कहाँ राखेँ हाँस्छु मैले यसलाई चाहिँ त्यसो गर्ने कोट्याउने है यसरी आउँछ लगाएर फोन त फेरि लास्टै हो नि यो त यता धेरै होइन अलिअलि छ सब नछोडिकन लाने गाइस ल के पुम अब आजलाई भारी पुग्यो है च्याउ कहाँ पुग्छ हौ दुई टिप्दै गरेर ल साथीहरू च्याउ भेटिसकिएको छ यहाँ यो चाहिँ पहेँलो च्याउ हो सेतोसँगै मिसाउने हो यो फाल्टो प्लास्टिकमा ल ल ल ल यो चाहिँ साथीहरू रातो च्याउ हो एकदम धेरै भेटिएको छ साथीहरू एकदम धेरै च्याउ भइसकेको छ यहाँ हामी यहाँ प्लास्टिकमा हाल्दैछौँ यसको एक प्लास्टिक पहेँलो च्याउ होइन दाइ अनि सेतो च्याउ एक प्लास्टिक भयो भने सेतो एक छाक पहेँलो एक छाक दुई छाकै भनौँ न तिन छाकै पुग्यो पहेँलो कस्तो सलेच्याउ बनाउँदो रहेछ क्या हाम्रोतिर हुन्छ क्या सलेच्याउ यो पहेँलो ढाडे च्याउ हो के पुरै हरियाली बा यो जुनै बेला पनि हरियाली चैत वैशाख पनि हरियाली हुन्छ त अलि खुल्ला हुन्छ त्यो बेलामा आज घाम लाग्यो भए चाहिँ सही हुन्थ्यो है आज पानीले गर्दाखेरि सब यो फल्यो नि त नफल्ने पनि त्यो पानीले गर्दा हो त्यस्तै हो पानी परेर फल है हेर न यहाँ वनमै पुरै च्याउ के अरे ल्याउरे झ्याउ पलाएर खतरा साथीहरू जङ्गल है यताको आमामा पुरा जङ्गल देखिरहेछ आउँदैछु खतरा है दाइ जङ्गल यो चाहिँ अलिक खतरा लाग्यो क्या मलाई यही हो भिडियो बनाउने यो चाहिँ हाम्रो चाहिँ रुख ढल्यो नि झाडा हुन्छ है बन्जर सन्जर ल्याएर चाहिँ च्याउ खोज्दा खोज्दै होइन यस्तो राम्रो जङ्गलमा आइपुगेको छु एकदम खतरा है दामी जङ्गल देखिएको छ यहाँबाट चाहिँ सिनहरू पनि अहिले चाहिँ हामी दिउँसोतिर छौँ एकदम राम्रो है यो रुखहरू चाहिँ मैले फर्स्ट टाइम देखेको एकदम राम्रो भ्यू देखिरहेछ यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ र क्यामेराम्यानमा हाम्रो राम भुजेल दाई हुनुहुन्छ भने म चाहिँ यता बोल्दैछु र हामी दुई भाइ चाहिँ आज पुरै यो कास्की जिल्लाको सबैभन्दा ठुलो जङ्गल लाग्छ मलाई सायद एकदम खतरा जङ्गल छ र हामी घुम्दैछौँ
खतरा देखिरहेछ